यो सुट्टालो दुईटै यो यो पानीमा डुब्यो माथि छ हैन अब यो माथि छ यो खोल्नु पर्छ तल डुब्यो हो यो के भयो तल डुब्यो यो माथि छ यो तल डुब्यो के भयो भन्दा तिमी बाबा मम्मीसँग स्वतन्त्र भएर हिँड्यौ भनेपछि के हुन्छ कसैको कभरमा बसेनौ भने के हुन्छ जतिखेर पनि डुब्न सक्छ यो के भयो डुब्यो कि डुबेन अनि बाबा मम्मीले भनेको मान्नुपर्छ कि पर्दैन बाबा मम्मीले भनेको मान्नुपर्छ यो के भयो डुबेको छैन यो बाबा मम्मीको कभरमा छ बाहिर कभर छ कि छैन यसको कभर छ यसको कभर छैन कभर नभएर स्वतन्त्र रूपमा ऊ जतिखेर पनि कभर नभएर हिँड्दाखेरि के भयो ऊ डुब्यो त्यस कारणले बाबा मम्मीको भनेको मान्ने कि नमान्ने मान्ने बाबा मम्मीको भनेको नमान्दा के हुँदो रहेछ आफ्नो स्वतन्त्र भएर हिँड्दाखेरि कसैको कभरमा नहुँदाखेरि के हुँदो रहेछ हो जतिखेर पनि के हुँदो रहेछ डुब्ने रहेछ त्यस कारणले कसैको कभरमा बस्नुपर्ने